उमंग, उत्साह, विकास, समृद्धि, शान्ति, प्रगति, सद्भाव, स्वच्छता र मायाले भरिपूर्ण होस् नयाँ वर्ष। नयाँ वर्षको शुभकामना। नयाँ वर्ष 2082 सालको सुखद उपलक्ष्यमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय आमा, बुवा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु साथै उच्च प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। नयाँ वर्षको शुभकामना। हजुरको घर दैलोमा विद्याकी देवी सरस्वतीले बास गरून्। श्री केदारनाथ बाबाले हामी सबैको रक्षा गरून्। दुर्गा भवानीले रक्षा गरून्। श्री पशुपतिनाथ बाबाले हामी सबैको रक्षा गरून्। 2081 सालमा सोचेको तर पूरा नभएको कामहरू 2082 सालमा पूरा हुन्। सबैको प्रेममा नयाँ बास थपियोस्। सबैको मनमा शान्तिले बास गरोस् भन्दै हजुर लगायत हजुरको सकुशल